अस्ति हाम्रो जुन नेपालमा जुन जेन्जीको प्रोटेस्ट भएको थियो अनि त्यसमा हाम्रो धेरैजना दाजुभाइहरू जेन्जी दाजुभाइहरू धेरैजना चाहिँ नि घाइते हुनुभयो होइन। त्यसमा चाहिँ मलाई एउटा के मन पर्यो भन्दाखेरि आशिका तामाङ एउटा एकदम कमन नेम हो। आशिका तामाङ उहाँले अब पहिला अब धेरै कामहरू गर्नुभएको छ, लाइक अब फोहोरहरूको विषयमा नि बोल्नु भएको छ, यताउति नि बोल्नु भएको छ। उहाँले राम्रो काम जोस् होइन, सरकारलाई जनतालाई राम्रो हुने काम गर्नुभएको छ। र अहिले पनि हेर्नु न, उहाँले प्रत्येक बिरामी प्रत्येक सबैलाई चाहिँ आई डोन्ट नो के छ होइन, तर जस उहाँले जति सक्नु भएको छ बिरामीलाई राहत बाँड्ने हुन्छ नि त। अब कोहीसँग उपचार खर्चै हुँदैन, लाइक नेपाल त हुन्छ नि त अब छैन होइन, हामीसँग त छैन त्यस्तो पैसा, हुँदैन पनि। अब सबै सरकारले लुटिसक्यो, पैसा कहाँबाट हुनु होइन, हुन्छ नि त। लाइक घाइतेहरूलाई चाहिँ नि आशिका दिदीले एकदमै मलाई खुसी लागेर भन्दैछु होइन। उहाँले लाइक एकदमै राम्रो गरिरहनु भएको छ क्या, जतिलाई सक्नुहुन्छ उहाँले जति सक्नुहुन्छ होइन, हुन्छ नि त। अब सक्नेलाई पैसा, नसक्नेलाई दाल चामल रासन जे लुगा लट्टा कपडा जे पनि हुन्छ उहाँले गरिरहनु भएको छ होइन। एकदम आशिका दिदी ह्याट्स अफ टु यु होइन। तपाईँ जस्तो मान्छे चाहिँ नि, तपाईँ जस्तो मान्छेले केही पनि चाहिँदैन, न पोस्ट चाहिन्छ, न सरकारी पार्टी चाहिन्छ, न केही चाहिन्छ। तपाईँले चाहिँ आफ्नो मनदेखि गरिरहनु भएको छ र तपाईँले एउटा राम्रो उदाहरण दिइरहनु भएको छ कि मान्छेले चाह्यो भने गर्न सक्छ। समाजसेवा गर्नलाई हुन्छ नि त, एउटा जुन जनताको हितको लागि काम गर्नलाई चाहिँ नि कुनै सरकारी पदमा अथवा सरकारी कार्यालयमा हुनुपर्छ भन्ने छैन क्या। तपाईँले एकदम पर्फेक्ट इक्जाम्पल दिनुभयो होइन। त्यसमा चाहिँ मलाई एकदम खुसी लागिरहेछ। तपाईँ जस्तो मान्छे, तपाईँ जस्तो एउटा जिम्मेवार नागरिक चाहिँ नि होइन सबै ठाउँमा हुनुपर्छ। तपाईँ एकदमै कसरी म व्यक्त गर्न सक्दिनँ होइन। तपाईँले एउटै मन कतिचोटि जित्नुहुन्छ दिदी होइन, जो सही हो। तपाईँ जस्तो मान्छे चाहिँ नि हुनुपर्छ, हरेक ठाउँमा हुनुपर्छ। तपाईँलाई अब छ धेरै मान्छेहरूले नराम्रो भन्छ, थाहा छ मलाई, मैले पनि सुन्छु होइन। तर नराम्रो मान्छेले भनिरहन्छ त्यो बाल गर्ने होइन है दिदी। तपाईँले जे गरिरहनु भएको छ बवाल गरिरहनु भएको छ होइन। एकदम ह्याट्स अफ टु यु दिदी, लास्टै सही हो एकदमै। किनकि तपाईँले जुन हिसाबले त्यो बिरामी भएको जुन घाइते भएका, किनकि धेरै मान्छेहरू घाइते भयो, किनकि अब त्यस्तै भयो त्यो प्रोटेस्ट। अब त्यो कालो दिन भनेर भनौँ, सेप्टेम्बर 8 सेप्टेम्बर 9 पनि त्यस्तै हो होइन। त्यो एकदमै त्यो कालो दिन हो हामी नेपालीहरूको लागि। त्यो भइसकेपछि तपाईँले एकदमै राम्रो काम, एकदमै मनदेखि तपाईँलाई चाहिँ होइन लास्टै खुसी छु एकदम धेरै। म तपाईँलाई चाहिँ एकदमै सम्मान गर्छु दिदी होइन। तपाईँले यस्तै काम गरिरहेको देख्न पाऊँ दिदी, जे होस् एकदम सपोर्ट छ होइन। तपाईँ एकदम राम्रो मान्छे, सही हो दिदी, ह्याट्स अफ दिदी, ह्याट्स अफ, सही।